के तपाईँ र तपाईँको परिवार स्वास्थ्य बिमामा आबद्ध हुनुभएको छैन? नयाँ परिवार दर्ताका लागि eportal.hib.gov.np मा जानुहोस्। यदि तपाईँ पहिले नै स्वास्थ्य बिमामा आबद्ध हुनुभएको छ भने पुरानो विवरण ल्याउन यहाँ क्लिक गर्नुहोस्। नयाँ परिवार आबद्ध हुन सम्पूर्ण जानकारी अध्ययन गरी नयाँ परिवार दर्तामा क्लिक गर्नुहोस्। नयाँ आबद्धताका लागि परिवार मूली को हुने भन्ने यकिन गर्नुहोस्। सामान्यतया घरको व्यवहारिक तथा आर्थिक निर्णय लिने ज्येष्ठ सदस्यलाई परिवार मूली बनाउनुहोस्। यदि तपाईँ लक्षित वर्ग जस्तै रातो कार्ड भएको अति विपन्न परिवार वा पूर्ण अशक्त अपाङ्गता भएको व्यक्ति वा एचआईभी संक्रमित व्यक्ति वा एमडीआर टीबी लागेको व्यक्ति वा कुष्ठरोगी वा 70 वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक वा महिला स्वास्थ्य स्वयंसेविका हुनुहुन्छ भने त्यस्तो व्यक्तिलाई परिवार मूली बनाई स्वास्थ्य बिमा शुल्कमा छुट प्राप्त गर्न सक्नुहुनेछ। यसका लागि आधिकारिक परिचय पत्र भने अनिवार्य गरिएको छ। तपाईको परिवारमा परिवार मूली को रहने र परिवार संख्या कति हुने यकिन भएपछि नयाँ दर्तामा परिवार मूलीको नाम, फोन नम्बर र इमेल भए इमेल समेत प्रविष्ट गर्नुहोस्। सम्भव भएसम्म परिवार मूलीको आफ्नै फोन नम्बर प्रयोग गर्नुहोस्, किनभने आगामी दिनमा फारम स्वीकृति, अस्वीकृति र नवीकरण जस्ता स्वास्थ्य बिमा सम्बन्धी सबै जानकारी यही मोबाइल नम्बरमा एसएमएस मार्फत प्राप्त हुनेछन्। परिवार मूलीको मोबाइल नम्बर उपलब्ध हुन नसकेमा सोही परिवारभित्रकै अन्य सदस्यको मोबाइल नम्बर प्रयोग गर्न सक्नुहुनेछ। परिवार बाहिरका व्यक्तिको मोबाइल नम्बर प्रयोग नगर्नुहोला। अब नयाँ दर्तामा क्लिक गर्नुहोस्। त्यसपश्चात प्रविष्ट गरिएको मोबाइल नम्बरमा ओटिपी पठाउनुहोस् भन्ने बटनमा क्लिक गर्नुहोस्। अब तपाईको मोबाइलमा एचआईभी एलर्टबाट 6 अङ्कको ओटिपी प्राप्त हुनेछ। उक्त ओटिपी यहाँ प्रविष्ट गर्नुहोस्। ओटिपी प्रविष्ट गरेपछि आफ्नो पासवर्ड सिर्जना गर्नुहोस्। यसरी तपाईको युजर खाता बन्नेछ। युजर आइडी र पासवर्ड पछिका लागि सुरक्षित राख्नुहोस्। अब स्वास्थ्य बिमामा आबद्ध हुन मेरो बिमा लेखमा क्लिक गरी नयाँ आबद्धतामा क्लिक गर्नुहोस्। नयाँ आबद्धता सम्बन्धी विद्युतीय मन्जुरीनामा ध्यानपूर्वक पढ्नुहोस्। सबै बुँदा पढिसकेपछि मात्र नियम तथा शर्तहरू पढेको छु र स्वीकार गर्छुमा टिक लगाई स्वीकार गर्नुहोस्। अब परिवार मूलीको विवरण प्रविष्ट गर्न राष्ट्रिय परिचय पत्र भएमा सोही परिचय पत्रको नम्बर र जन्ममिति प्रयोग गर्नुहोस्। यदि तपाईसँग राष्ट्रिय परिचय पत्र छैन भने म्यानुअल रूपमा भर्नुहोस् भन्नेमा क्लिक गर्नुहोस्। राष्ट्रिय परिचय पत्र हुनेको हकमा परिचय पत्र नम्बर र जन्ममिति राखी खोज्नुहोस् मा क्लिक गर्नुहोस्। त्यसपश्चात यसरी राष्ट्रिय परिचय पत्रबाट तपाईको विवरण प्राप्त हुनेछ। स्वास्थ्य बिमाका लागि आवश्यक पर्ने भर्न बाँकी विवरण म्यानुअल रूपमा भर्नुहोस्। राष्ट्रिय परिचय पत्रमा पेश भएको स्थायी ठेगाना र हालको स्थायी ठेगाना एउटै भएमा यहाँ क्लिक गर्नुहोस्। हालको स्थायी ठेगाना राष्ट्रिय परिचय पत्रमा उल्लेख भएको भन्दा फरक भएमा स्थायी ठेगाना परिवर्तन गर्न यहाँ क्लिक गर्नुहोस् र बसाइसराईको कागजात समेत राखी विवरण प्रविष्ट गर्नुहोस्। अस्थायी ठेगाना स्थायी ठेगानासँग एउटै छ भने यहाँ क्लिक गर्नुहोस्, अन्यथा अहिलेको अस्थायी बसोबासको विवरण प्रविष्ट गर्नुहोस्। अस्थायी ठेगानाको आधारमा तपाईले आफ्नो नजिकको प्रथम सेवा बिन्दु छान्नुहोस्। यसबारे थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस्। हाल जुनसुकै प्रथम सेवा बिन्दुबाट पनि सुरुको सेवा प्राप्त गर्न सकिने भएकाले यो विवरण आगामी दिनमा रिफर सेवा व्यवस्थित गर्नका लागि मात्र लिएको हो। यसपछि
पेशा अनिवार्य रूपमा प्रविष्ट गर्नुहोस्। कुनै पेशामा संलग्न हुनुहुन्न भने आश्रितमा क्लिक गर्नुहोस्। त्यसपछि शैक्षिक योग्यता पनि प्रविष्ट गर्नुहोस्। अब सुरुमा भनिए बमोजिम तपाईँ लक्षित वर्गमा पर्नुहुन्छ भने मात्र यहाँ क्लिक गर्नुहोस्। लक्षित वर्गबारे थप जानकारी लिन यो आई बटनमा क्लिक गर्नुहोस्। यदि तपाईँ लक्षित वर्गमा पर्नुहुन्छ भने आवश्यक विवरण र परिचय पत्र अनिवार्य रूपमा अपलोड गर्नुहोस्, अन्यथा फारम अस्वीकृत हुनेछ। यसरी तपाईले परिवार मूलीको विवरण प्रविष्ट गर्न सक्नुहुनेछ। अब परिवारका अन्य सदस्यहरूको विवरण प्रविष्ट गर्न यहाँ क्लिक गर्नुहोस् र अघि परिवार मूलीको फारम भरे बमोजिम नै विवरण प्रविष्ट गर्दै जानुहोस्। यहाँ क्लिक गरी सम्बन्धित सदस्य परिवार मूलीको के पर्नुहुन्छ भन्ने नाता अनिवार्य रूपमा प्रविष्ट गर्नुहोस् र नाता प्रमाणित गर्न थप कागजात आवश्यक भएमा सो समेत अनिवार्य रूपमा अपलोड गर्नुहोस्। यसरी तपाईले आफ्नो परिवारको बढीमा 10 जना सदस्यसम्म थप गर्न सक्नुहुनेछ। परिवार मूली र सदस्य सबै प्रविष्ट गरिसकेपछि अर्को समीक्षा र पेज क्लिक गर्नुहोस्। अब आफ्नो र परिवारको विवरण पुनः रुजु गर्नुहोस्। यस पश्चात भुक्तानी गर्नुपर्ने रकम यहाँ गणना हुनेछ। अब आफूले प्रविष्ट गरेका सबै जानकारी सही हो भनी पुष्टि गरी कुनै एक माध्यमबाट भुक्तानी गर्नुहोस्। भुक्तानी सफल भए पश्चात बीमा लेखको फारम प्रमाणीकरणका लागि परिवार मूलीको स्थायी ठेगाना भएको जिल्ला अनुसार सोही जिल्लाको स्वास्थ्य बीमा कार्यालयका सम्बन्धित अधिकारी समक्ष जानेछ। लक्षित वर्गका लागि भने सिधै विवरण रुजु गरी बीमा बोर्डमा समीक्षाका लागि पेश गर्नुहोस्। अब आफ्नो यो बीमा लेख फारम सुरक्षित राख्न बीमा लेख PDF डाउनलोडमा क्लिक गर्नुहोस्। तपाईले यही प्रणालीमा रहेको बेल आइकन मार्फत आफ्नो बीमा लेख स्वीकृत वा अस्वीकृत भएको जानकारी प्राप्त गर्न सक्नुहुनेछ। बीमा लेख फारम स्वीकृत भई स्वास्थ्य बीमा कार्ड जारी भएको जानकारी मोबाइल SMS मार्फत पनि प्राप्त गर्न सक्नुहुनेछ।